न्यू भ्लग। आज चाहिँ हामी घुम्न जाँदैछौँ एन्ड दिस इज अ लङ भ्लग। अब चाहिँ लामो भ्लग हो। अब टक्क लाएर हामी स्कुटीमा अस्ति जस्तै, तर योपालि चाहिँ हामी दुईजना हौ। सन्देश्वर वी मिस यु है, बाई। मलाई छोडे। Not a mini vlog this time, long vlog. We are going to हामी जुरेतुम जाँदैछौँ हैन कहाँ गुम्बा डाँडा। ए सरी गुम्बा डाँडा जाँदैछौँ। बाई। अब चाहिँ हामी सन्देश्वरको घरको बाटो भर्खरै कटेको छौँ। फाइनली अब हामी चाहिँ यहीँ मस्त सामान बोकेर अब पार्टी हान्नुपर्छ। टक्क लाएर कुरकुरे यहाँ यसले बोकिरहेको छ टक्क भोकै खोइ त्यहाँ ए तेरो त हेलमेट भयो, हेलमेट बोकेर चाहिँ ल है त। अब हामी चाहिँ पार्टी हान्छौँ कुरमुरे पार्टी। अनि यहाँ कोक पनि छ ल है त। बाई बाई। अब चाहिँ हामी कोक खान थालेका छौँ। यी टक्क कोक खाने अब कोक खान्छ अनि भेट्छौँ है त। बाई मजा आउँछ अब ठक्कै कोक। यहाँ आएको यिनीहरूले फोटो खिच्दा मलाई बोर गरिसक्यो। यी फोटो मात्रै खिच्ने भन्छन् खालि। म चाहिँ फोटो नखिच्ने मान्छे, फोटो नखिचिकन साइडमा बसिरहेको छु। यिनीहरू चाहिँ खालि 24 घन्टे फोटो खिचौँ मात्रै भन्छन्। यी के हो थाहा भएन। यो त झन् नि मान्छे छैन त्यो पनि खचाक खचाक पारेर फोटो खिच्छ। कति फोटोग्राफर हुन सक्छ त्यसले। ए फोटो हेरेर बसिरहेको छ टक्क यहीँ पोज दिइरहेको छ फोटो खिचिरहने केटाहरूले। ल ठिक छ एकछिनमा भेटौँला अब। यिनीहरूले फोटो खिचेपछि है त। लेट्स गो सु। जिन्दगीमा घुम्न आउनु तर यो फोटो खिच्नेहरूसँग कहिले नआउनु। 1 घन्टा भयो एक ठाउँमा यहाँ फोटो खिच्ने हान्नुपर्छ। घुम्न आएकै एउटा यहाँ खिचे फोटोग्राफर, अर्को त्यहाँ फोटो खिचे के भन्छ अब फोटो खिचाउने मान्छेलाई त्यो चाहिँ थाहा छैन है। फोटो खिच्ने मान्छे चाहिँ फोटोग्राफर खिचे अब ल फेरि बस्न गइसक्यो। अहिलेसम्म 100वटा भन्दा कम फोटो भएर चाहिँ म आफ्नो काने काटिदिन्छु। एउटा फोटोग्राफरले एउटा चित्त बुझ्दैन। अलिकति घाम आयो, अलिकति छाया आयो, अलिकति त्यहाँदेखि खुट्टा तल हो, खुट्टा माथि हो, मेरोपट्टि हेरेर यहाँ मैले फोटो खिचेर मैले त भिडियो बनाएर यस्तो छ है। त्यही भएर तपाईँहरूलाई चाहिँ एउटा सजेसन, यस्ता मान्छेहरू चाहिँ कहिले घुम्न नआउनु। म चाहिँ आउँछु त अरे। अब चाहिँ हामी चरपटे खान जाँदैछौँ। यहाँ भोकै थको चरपटे खान लाग्छ टक्क। अब हामी चरपटे खान्छौँ होइन। अब यहाँनिर चाहिँ भोकै छ। ए के हेरे अहिले ठुलाएर त अहिले के हेरे धाराको पानी हो है केटा। चाडा मात्रै तिमीहरू नखाने रे। अब चाहिँ हामी टक्क लाएर यहाँ ढुङ्ग्रे खाँदैछौँ। ढुङ्ग्रे मिठो रहेछ। 10 को 4वटा आयो। यसले गर्दाखेरि खाइरहौ। के हच्छ म त केही त शङ्का गर्नुपर्ने कुरो छैन। बेलुका पनि भयो, अब टक्क जाने बेला पनि भयो। सबले हेलमेट पनि लगाइसक्यो ट्याक्क लाएर। यहाँनिर एउटा के छ कस्तो महसुस भयो? रमाइलो भयो न हाम्रो चाहिँ यस्तो इन्टरभ्यू। अब जाने बेला सबैलाई एकचोटि सोध्नु पऱ्यो सबैलाई कस्तो महसुस भयो, रमाइलो आएन भने त अर्कोचोटि फेरि अब आउनु भएन होइन। उहाँ बसमा, स्कुलको बसमा भाइहरू ल्याएको रहेछ। उनीहरू चाहिँ कराएर आएका रहेछन्। अनि आज चाहिँ अब रमाइलो भयो भनौँ न एक हिसाबले। अब आफ्नो अनुहार बिना त के भन्नु होइन। एकदम रमाइलो खतरनाक। हामी चाहिँ एडभेन्चर टाइपको भयो। गुम्बा डाँडा भने तपाईँहरूले देख्नु भएको थिएन होला, मैले देखाएको पनि छैन आफ्नो। जय नेपाल। अहिले तल पनि गएन हौ हामी त। त्यसको अगाडि पनि हेरेको छैन हौ हामी त।
तिन ठाउँमा गएर त्यही भएर फोटो खिच्ने मान्छेहरू त हिँड्नु हुँदैन रहेछ है तिन ठाउँमा फोटो खिच्यो त्यसपछि छैन त्यति हो गुम्बा डाँडा घुम्यो भने उता एकचोटि जाउँ नि त त्यो स्तिपापट्टि एकचोटि गएर फोटो खिचौँ अनि त्यसपछि टक्क ट्याक्क मेन ठाउँमा गएर हामी फोटो खिच्छ त्यहाँ पनि अलिकति देखाउँछु त्यसपछि म यो भ्लगलाई एन्ड हान्छु तपाईँहरूलाई राम्रो लाग्यो भने टक्क लाएर लाइक सेयर सब्सक्राइब गरेर चाहिँ नबिर्सिनु होला है टक्क यहाँनिर हेर्न सक्नुहुन्छ वेल दामी देखेर यहाँनिर कृष्ण मन्दिर छ है खतरा अनि यहाँनिर बवाल छ टक्क अब हामी त्यहीँनिर तपाईँहरूलाई भेट्नेछौँ भन्दै जय नेपाल जय घन्टी देख्नु पऱ्यो यहाँनिर टक्क बुद्ध भगवान् हुनुहुन्छ टक्क यहाँ फोटो खिचिरहन् यी झगडा गरेर फोटो खिच्नलाई यसरी झगडा पनि गर्छन् यिनीहरू फोटो खिच्न नभएर एउटा चाहिँ फेरि खचाक खचाक हान्ने चाहिँ झगडा गऱ्यो भने मारामारी हान्ने हो ल ल ल ल ए ल लडाइदियो फोटो खिच्नलाई झगडा खाऊ ठिक छ खतरा देखिरहेको छ बादल त यहाँबाट भ्यू सर Hello guys, welcome to Bali.